यो झारी पनि कहाँदेखि आएछ भने यिनी झारीहरू। ए बहिनी के गर्दै हुनुहुन्छ? के गर्नु र, खुर्सानी गोड्दैछु। ए खुर्सानी गर्दै हुनुहुन्छ? यो चोटि सुनिरहेको छु हजुरले खुर्सानीको खेती गर्दै हुनुहुन्छ रे। खुर्सानीको खेती त गर्दैछु, आउनुहोस् न बस्नुहोस् त्यहाँ। ए भइहाल्छ नि। ए अनि यो खोर्सानी त कुन खोर्सानी त गर्न लाग्नुभयो खेती, तर खासै होला जस्तो चाहिँ मान्दैन है म खोर्सानी। हजुरलाई घाटै हुन्छ भने घाटै हुन्छ के, लेखेर राख्नुहोस्, हजुरलाई घाटै हुन्छ। अर्काको खोर्सानीमा आँखा लाउन आइहाल्यो नि यो बुढी। खुर्सानीको खेती त गर्दैछु, अकम्बरे खुर्सानी हो नि यो। हजुरलाई मैले रिसले भनेको होइन नि बहिनी, यो त कसले लगाएको थियो यहाँ, घाटा खाएर त्यो त भागिहाल्यो नि बहिनी। हजुरलाई रिसले भनेको, तर यो चाहिँ हजुरले गल्ती गर्नु हुन्न जस्तो लाग्छ मलाई। खै हेर म अब। ए म त हजुरलाई भन्न आएको त्यही, अब कसले गरेको थियो के अरे। अब म राम्रै होला सकेसम्म म गएँ है। यत्रो खुर्सानी भएछ, हुन्न भनेको नकर माउलीले फाइदा खाइहाल्यो नि। आफूले गर्नुपर्ने बेलैमा बुद्धि नै आएन भने। बहिनी। हजुर दिदी, के भयो? खोर्सानी त एकदम राम्रो भएछ नि। राम्रै भयो नि, खुर्सानीहरू त राम्रो आम्दानी भयो हामीलाई त। लतरम्मै खुर्सानी फलेर एक्लै टिप्न नसकेर कोही आउँदा पनि आन्नन्। त्यही भएर भाइलाई बोलाएको मैले, काम गर्छ भाइले। हुन्छ भनेकै थिएँ नि मैले बहिनी, भयो नि आखिरीमा। ल म अहिले गएको ल। ल जानु जानु। खुब हुन्छ भने नखरमा बुढी, हामी त रिसले मरेछ।